तपाईहरु चाहिँ चाँदीको थालको खाना सुनको चम्चाले खाने तपाईहरुलाई त्यस प्रकारको ट्याग लाग्छ तपाईहरु राजनीतिप्रति या वितृष्णा गर्नुहुन्छ या मतलब गर्नुहुन्न यस्तो आरोप लागिरहेको पुस्ता अचानक म काठमाडौँ बनाउँछु साच्चै भएन भनेर आउँछ त्यसको कुनै त्यस्तो घटना थियो भन्न खोजे त्यस्तो एक्ज्याक्टली केही घटना चाहिँ थिएन तर ओभरअल अस्ति भनौं न लगभग 2 वर्ष अगाडि जुन हाम्रो बजेट हुन्छ नि काठमाडौँ महानगरको बजेट हेर्दाखेरि त्यहाँनिर भिजन एजेन्डाहरू हुन्छ नि त्यहाँदेखि हरेक वर्ष हामीले भिजन एजेन्डा हेरिरहेको हुन्छौं त्यो टर्मिनोलोजीहरू यसो हेर्दाखेरि सबै सिभिल इन्जिनियरिङ टर्महरू हुन्छ के जुन चाहिँ जुन तपाई राजनीतिक ब्याकग्राउन्डबाट आउनुभयो भने त्यो टर्मिनोलोजी बुझ्नुहुन्न अनि त्यो टर्महरू नबुझिसकेपछि तपाई कहाँ कुनै डिपिआर आउलान् अथवा कसैले प्रस्ताव लिएर आउलान् अनि तपाईले त्यो बुझ्नु भएन भने त्यो काम गर्न गाह्रो हुन्छ त्यो बुझ्ने त्यही इन्जिनियर भइहाल्छ नि मेयरले किन बुझ्ने इन्जिनियर भएपछि त्यो बुझ्ने इन्जिनियरको कुरा पनि त बुझ्ने मेयर हुनु पर्यो नि त इन्जिनियरले पनि सल्लाह देला आज यो काम गरौँ अथवा डाक्टरहरूको टिमले सल्लाह देला स्वास्थ्यमा यो काम गरौँ विभिन्न विशेषज्ञहरू विज्ञहरूले सल्लाह देला तर त्यो सल्लाहलाई बुझिसकेपछि पो काम गर्न सकिन्छ त बुझ्दै नबुझिकन तपाई कुन भरोसाले चाहिँ उहाँहरूको सल्लाह मान्नुहुन्छ तपाईलाई सल्लाह दिने सल्लाहकारहरूले पनि त गलत कुरा गरेको हुन सक्छ नि त तपाईले सही र गलत त छुट्याउन सक्नु पर्यो किनभने सांसद जस्तो कुरा त होइन यो हैन तपाईको यो मन्त्री जस्तो कुरा पनि हैन सचिव एकदम डाइरेक्टली हुन्छ यो स्थानीय सरकार भनेको त मेयरले एक्लै आफैले डिसिजन लिनु पर्यो त्यहाँनिर फोन गरेर हेलो ओलीबा आज चाहिँ यहाँ यो भनेको छ मैले यो गर्दा ठीक हुन्छ कि हुँदैन हेलो भनेर त्यसरी त गर्ने ठाउँ होइन शेरबहादुर दाइ हैन यो भनेर किनभने तपाई आफै सक्षम हुनु पर्यो नि त तपाईले आफै त्यो भिजनहरूलाई बुझ्न सक्नु भएन भने त्यसलाई इन्कर्पोरेट कसरी गर्नुहुन्छ त्यो रोड म्यापहरूको म्याप पढ्न सक्नु भएन भने तपाईले म्याप पढ्न सक्ने मान्छे चाहिँ म यो बालन शाह नै हो हजुर